झापाको हल्दीबारी चुम्नु चोक रहेछ यहाँनिर के चोक ल गजबको चेक सरी के अलिकति कलरफुल हुनुपर्थ्यो जसले रङबुट्टा गरेर राखेको भाइ यहाँ चाहिँ हाम्रो पाङदुरे भाइरल पाङदुरे नचिन्ने मलाई कोही छैन म पनि चिन्छु चिन्नु भयो भने कमेन्ट गर्नु ल यसको नाम के हो टोपी अलि मिले छैन कि ए टोपीले त हिरो देखेको छु नि फिल्म चाहिँ किन डाक्टर साहबले किन नदेखेको हाम्रो होइन एक दुईजनाले त कुरा गर्दै हुनुहुन्थ्यो मैले नै अलिक व्यस्त भएर समय दिन पाइनँ तर पनि अलिक राम्रो स्क्रिप्ट भएछ भने खेल्नुपर्छ एउटा त हान्नु पर्यो नि हो जिन्दगीमा गर्छ हान्नुपर्छ ल यता फेरि आफ्नै पारा छ के पारा हो यो के पारा हो टिकटक भिडियो चाहिँ यसरी बनाउँछ अरे नि त साइडमा चाहिँ यसरी दर्शक बस्छ हैन दर्शक हो र फेरि मुस्कान भने चाहिँ सक्यो सबै फिदा मुस्कान काफी छ नि फेरि तिमीहरु खिच न नक्कल पार्टी हामीले बनाएकै छैनौँ यो मान्छे जबरजस्ती आउँदैछ के पारा यो पक्क भएर पार्दिम के पारा पक्क भएर पार्दिम के पारा हो अब फेरि पाद्दै म पाद्दै हैन हामीले होइन अघिदेखि धुलो उड्ने पाद्दै थियो यो मान्छेले अघि धुलो उड्दै थियो हैन सुन्नु न हामीले चाहिँ जबरजस्ती फोटो खिच्न आउने कि आउनु भनेको गाइस यो देखाउनु त गाइस यो मान्छे छ नि देखाउनु नि त हामीले चाहिँ उसलाई जबरजस्ती फोटो खिच्नु बोलाएको जस्तो होइन तिमीहरू खिच भन्छ हामीले बोलाएको छैन बिचमा आफै आउँछ नि अनि तिमीहरू आफै खिच अरे नि हामी आफै त खिच्नु फेरि पादाउनु खोज्दैछ सबै भएर यो मान्छेलाई चुप लाग्नु यो खुसीको गफ सुनेर मलाई फेरि अलि पेट गुडगुड गर्दैछ म्याम भन्ने अलिकति रेस्पेक्ट छैन बेल्स खुसीको कुरा सुनेर मलाई अलिअलि पेट दुख्दैछ म्याम हो बेल्स स्कुल के भनेको बेल्स मोडलको मोडल हो ए मोडल म्याम ओ यी मोडलै हो हेर्नु बाइ द वे म मोडल मोडलै जस्तो देखिन्छ नि हेर्नु त ल नहलाउनु न यो हल्लिएको छ म मोडल हो मलाई थाहा छ हरामी Yeah, I can walk in English, I can talk in walk in English. I can eat in English. I can laugh in English. फेरि हामीलाई Walk in English त ठिकै थियो कि walk in English पहिलोचोटि सुने मैले walk in English अब त्यो भक्कले गर्दाखेरि हेर्नुस् हेरे यहाँ राम्रोसँग बोल न के टार्गेट गरेको मलाई भन्नु टार्गेट चाहिँ कसले गर्यो तिमीलाई लु भन्नु के भन्नु खोज्नु भएको छ छिटो छिटो घर आइमा अरू चाहिँ नि कि यो मान्छेलाई आज मेकअप सेट ल्याएन छ कि नभए घन्टा पछि मेकअप गर्नुपर्ने लु भन्नु न छिटो के भन्नु खोज्नु उसलाई चाहिँ पर्दैन उसले गर्दैन भेरी ब्युटिफुल इन माई ओन वे ओके उसले एकचोटि लाएर स्टिकर लाउँछ अरे कि त स्टिकर निस्किँदैन अरे ताले सक्यो अरे स्टिकर हैन स्प्रे अफ मेकअप फिक्सर फिक्सर त्यो त यसलाई सिधा भाषामा स्टिकर भनिन्छ सिधा भाषा हामीले त कहिले पढिनौँ त यो सिधा भाषा अब चाहिँ नचारस एकदम पसिना मुख जोडिन्छ पसिना आएपछि फेरि हाम्रो एकचोटि फेरि मेकअप गर्न जान्छौँ हामी टचअप गर्नु पर्यो हल्का क्यामेरामा बारी